हेलो गाइस, स्वागत छ तपाईहरुलाई मेरो युट्युब च्यानलमा। आज चाहिँ मैले भ्लग लिएर आएको छु। यो भ्लग चाहिँ म 5 वर्षपछि दक्षिण कोरियादेखि नेपाल जाँदैछु। यसमा सम्पूर्ण मेरो शपिङदेखि लिएर घर पुग्दासम्मको सम्पूर्ण भ्लग म यसमा बनाउने कोसिस गर्नेछु। एकदम छोटोमा हेर्नु होला। उनी चाहिँ मेरो नेपालदेखि सँगै आएको साथी हुन्। अब हामी 5 वर्षपछि नेपाल पनि सँगै जाँदैछौँ। हाम्रो पहिलो दिनको शपिङ चाहिँ लगभग सकिसकेको छ। हामी अब रुमतिर लाग्दैछौँ। दोस्रो दिन चाहिँ हामी शपिङको लागि साथीको गाडीमा साथीसँगै जाँदैछौँ। पछाडि चाहिँ मेरो भाइ आएको छ हेल्प गर्नको लागि भनेर। प्याकिङ के कस्तो हुन्छ हेरौँ। A few moments later. ल अब मेरो प्याकिङ हुँदैछ। यहाँ मेरो भाइ आछ यहाँ मलाई सघाउन प्याकिङ गराइदिन। प्याकिङ गराउनु बस्नु बस। भाइले प्याकिङ गर्न मलाई सहयोग गर्दैछ। तर यति सक चाहिँ के दियो भने चाहिँ मेरो भन्दा बढी यहाँ चक्लेट बोकेर आज र मलाई यहाँ सक दिइराख केटोले। अनि यहाँ सामान यस्तै लत्रम पत्रम छन्। अब हाम्रो यस्तै अब यहाँ अलिअलि छोरी मान्छेहरूलाई चाहिँ 1-2टा बर्की जस्तो कोरियन बर्कीहरू पनि प्याकिङ हुँदैछ। के हालिस् केटा? यस्तो छ हल्का कपडा, क्रिम पाउडरहरू होइन, अलिअलि सानोतिनो सस्तो लाइटहरू। एकजना दाइको फेरि यो छ म्याट छ। लगभग मेरो शपिङदेखि लिएर प्याकिङ सबै सकिसक्यो। शपिङ चाहिँ मैले धेरै जस्तो खुपाङदेखि गरेको थिएँ। चक्लेटदेखि लिएर लगेज सबै। मेरो चाहिँ टिकटमा 2वटा लगेज, एउटा ह्यान्ड क्यारी थियो। घर जाने बेलामा चाहिँ एउटा कुरा साथीहरूलाई नभनेकै राम्रो, किनभनेपछि आफ्नोभन्दा बढी सामान साथीहरूको लानुपर्छ। मेरो एउटा लगेज भरि चाहिँ साथीहरूको नै थियो। सबै प्याकिङ सकिसकेपछि मैले चाहिँ साथीहरू गइसकेपछि आफ्नो ह्यान्ड क्यारी प्याक गर्न थालेँ। ह्यान्ड क्यारी चाहिँ 7 केजीको मात्र भएर 1-2 जोर कपडाभन्दा धेरै अटेन। र म अर्को दिन काम गर्दा गर्दै बस पार्क पुगेको थिएँ। किनभने मैले अनलाइनदेखि एयरपोर्ट जाने बसको लागि अलि सबेरकै नै टिकट काटेको थिएँ। त्योभन्दा पछाडिको टिकट छ कि भनेर बुझ्नको लागि म गएको थिएँ। तर ब्याड लक म जानु मात्र भयो, टिकट रहेनछ त्योभन्दा पछाडिको चाहिँ। अनि म त्यतिकै फर्केर आएँ। फाइनली के गर्दा गर्दै घर जाने दिन आइसक्यो। जनवरी 25 राति सुतेको। खासै निन्द्रा त के लाग्थ्यो। घर जाने भएपछि यत्रो वर्षपछि 1 बजे सुतेर म 3:30 बजे उठेँ। किनभने मेरो गाडी पनि अलि छिटै थियो, बस 5 बजेको थियो। अनि रुमहरू पनि मिलाउनु पर्ने भएर म अलि छिटै नै उठेँ। अनि रुम मिलाएर म रेडी यताउता हुँदै साथी मलाई पिकअप गर्न आइपुगे। अनि हामी चाहिँ 4:30 बजे रुमबाट निस्क्यौँ। 4:30 बजे निस्किएर अनि म चाहिँ लाग्यो। साथी आए, दुःख पाए, बिहान सहयोग साथी नभएर गाह्रो हुन्थ्यो। अब चाहिँ ठ्याक्क आधा घन्टामा हामी पुग्यौँ भने पुग्यौँ, नत्र भने गाडी छुट्छ है। साथीले गाडी किनेर सजिलो भयो होइन। गाडीमा चाहिँ आइपुग्यो होइन। लगेजको मानन लियो होइन। मानन हो भन्दैछु, दिइहालेँ। खासमा लगेजको सामानको पैसा नलिनु पर्ने। गाडी चढेको 2 देखि 2.5 घन्टापछि म एयरपोर्ट पुगेँ। त्यहाँ साथीहरू पहिले नै पुगिसकेको कारणले हाम्रो सबैको भेट भयो एकैछिन। भेटघाटपछि हामीले आफ्नो लगेजहरू वेट गर्न थाल्यौँ। कसैको लगभग हामी 2जनाको हामीले पहिले नै जोखेर लगेको थियौँ, ठिक थियो। अनि अर्को साथीको चाहिँ उहाँको अलिकति बढी थियो, त्यही पनि ह्यान्ड क्यारीमा यताउता गरेर एडजस्ट गऱ्यौँ।
अनि त्यहाँ हामीसँगै यहाँ जाने 2 जना दिदीहरू पनि हुनुहुन्थ्यो। उहाँहरूको चाहिँ अलि धेरै नै बढी थियो, 9 केजी जति उहाँहरूले चाहिँ पैसा तिरेर लानुभयो। हाम्रो चाहिँ श्रीलङ्कन एयरलाइन्स हो। हामीले सम्पूर्ण कामहरू सकेर बोर्डिङ पासको लागि लाइनमा बस्यौँ र बोर्डिङ पास लियौँ। एकदम एयरपोर्ट भिडभाड थियो, त्यो सलनालको छुट्टीको कारणले हुनसक्छ, मान्छेहरूको एकदम बढी चाप थियो। अनि त्यसपछि हामीले बोर्डिङ पास लिइसकेपछि हामीले मनी एक्सचेन्जको लागि डलर साट्नको लागि हामीले मनी एक्सचेन्जरमा गयौँ। त्यहाँबाट केही डलर साटेर हामी फेरि भित्र पस्न सुरु गऱ्यौँ। हामी चाहिँ बाहिरको सबै काम सकेर भित्र छिर्नको लागि लाइनमा बस्यौँ। तपाईहरू चाहिँ यसमा ध्यान दिनुपर्ने कुरा के छ भनेपछि चाहिँ तपाईले छुट्टीमा जाँदै हुनुहुन्छ भने तपाईले बिमाको पैसा निकाल्नु परेन। तपाईँ फिनिसमा जाँदै हुनुहुन्छ भने तपाईले आफ्नो बिमाको पैसा लिने पनि बाहिरै होस्, बोर्डिङ पास पैसा एक्सचेन्ज सबै बाहिर गरिसकेपछि चाहिँ तपाईँ सेक्युरिटी चेकको लागि लाइनमा बस्नु होला। त्यहाँ चाहिँ तपाईले बोर्डमा देख्न सक्नुहुन्छ लान नमिल्ने सामान, त्यो चाहिँ रिस्क नलिनु होला, त्यो नलानु होला। सकभर लगेपछि तपाईले त्यो फाल्नु पर्ने हुनसक्छ। सेक्युरिटी चेक पास गरिसकेपछि तपाईले इमिग्रेसन पासको लागि जानुपर्ने हुन्छ। अगाडि इमिग्रेसन पास गर्नको लागि तपाईको 2 तरिकाबाट हुन्छ, एउटा चाहिँ अटो, एउटा चाहिँ अफिसरको माध्यमबाट। अटोमा चाहिँ तपाईको पासपोर्ट र तपाईको यो थम्ब औँठाको बुढी औँठाको त्यो ठ्याक्क राख्ने ठाउँ हुन्छ, त्यहाँ तपाईको मिल्यो अनि तपाईको त्यो क्यामेराले तपाईको मुभहरू यता फर्किने, दायाँ बायाँ तल माथि फर्किने भन्छ। त्यो मिल्यो भनेपछि चाहिँ त्यो ढोका खुल्छ अटो, होइन भने त्यो ब्लक हुँदो रहेछ। अनि त्यो ब्लक भएपछि चाहिँ त अफिसरको त्यो लाइन हुन्छ, त्यो लाइनमा लागेर तपाईँ त्यहाँबाट पास गर्न सक्नुहुन्छ। इमिग्रेसन पास गरिसकेपछि तपाईँले अगाडि गएर त्यहाँ धेरै पसलहरू देख्न सक्नुहुन्छ, त्यहाँ ड्युटी फ्रीका। त्यहाँ तपाईँले सबै सामान किन्न सक्नुहुन्छ। त्यहाँ सेक्युरिटी चेकमा अघि निकालेको तिनी सामानहरू तपाईँको कस्मेटिकदेखि लिएर अरू विभिन्न धेरै हुन्छ। अनि त्यसमा तपाईँको सिउँ जस्तै पसलहरू पनि हुन्छन्, त्यहाँ तपाईँले खान सक्नुहुन्छ। प्याकेजिङ फुडहरू हुन्छन्, रामेन हुन्छ। हामीले चाहिँ बिहान केही पनि नखाएको कारणले स्ट्रबेरी र हामीले खिमपाप किन्यौँ। अनि एकछिन बसेर हामीले मिठो गरी खायौँ। त्यसपछि त्यहाँ तपाईँको विभिन्न देशमा जानको लागि त्यहाँ ट्रान्जिट कोरिया पारेका हुन्छन्। हाम्रो त्यहाँ एकजना नेपाली अमेरिका जानको लागि त्यही ट्रान्जिट परेको रहेछ, त्यहाँसँग एकछिन भेट भयो। अनि त्यसपछि हामी चाहिँ निस्क्यौँ हाम्रो प्लेन चढ्नको लागि। त्यहाँ तपाईँको टिकट नम्बरमा लेखेको हुँदो रहेछ हाम्रो चाहिँ 47 गेट नम्बर थियो, त्यही गेट नम्बरदेखि तपाईँ छिर्नुभयो हुन्छ। अनि एकदम बोर्डिङ पास लिने बेला ध्यान दिनु होला, त्यहाँ चाहिँ कहिले चेन्ज हुनसक्छ त्यो गेट नम्बर। फाइनली हामी चाहिँ प्लेनभित्र चढिसक्यौँ। प्लेन चढ्ने बेलामा हामीलाई चाहिँ बाहिर एउटाले धेरै ल्याङ्ने गीत दिने गऱ्यो, त्योमा धेरै न्युनै खोजिरहेको थियो। त्यसले अर्काको सामान किन ल्याइदिएर आइस, यहाँ त्यहाँ पुलिस बोलाउँछु यहाँ त्यहाँ गर्दै थियो। मैले चाहिँ कसको सामान ल्याएर यो यसको सामान हो, अनि यो हामी 3 जनासँगै आएको भन्दाखेरि धेरै टेरे गरिदिरहेको थियो। अनि मैले पनि अलिक फानमाल दिइहालेँ, अब के गर्ने, न्यु खोजेपछि। अनि पुलिस बोला न त बोला जा बोला भनेको। अनि पछि अनि भित्र पसायो, भित्र पस्यो। अनि अर्को त्यहाँ अलिकति कोरियनहरूले चाहिँ ल्याङ गरिरहेको थियो त्यो श्रीलङ्कन एयरलाइन्सको। अनि जियोस् हल्का मुड चाहिँ अफ गरिदियो। अनि बमसर कता छ दुलो खोज्नु पर्यो। दुलो धन्दाले अगाडि अलगले अगाडि दुलो त ठाउँमै रहेछ नि, देखेर मात्रै रहेछ। मेरो साथीले चाहिँ मलाई विन्डो सिट आफ्नो दिए, अनि आफू चाहिँ पछाडि बसेँ। हामी 3 जना गफ गर्दै मजाले 8 घन्टाको यात्रा एकदम छोटो गरी बोरिङ नहुने तरिकाले गयो।
moments later. Hours later. हामी चाहिँ श्रीलङ्काको कोलम्बो इन्टरनेसनल एयरपोर्टमा पुग्यौँ। यहाँ चाहिँ हाम्रो 14 घण्टाको वेटिङ रहेको छ। यहाँ चाहिँ धेरै नै गर्मी रहेछ। अब ज्याकेट सकेट सबै फुकालेर यतिकै बसिरहेको छु। साथीहरू थाकेर आफ्नै पारामा हुनुहुन्छ होइन। अनि हाम्रो लगेजहरू राख्छन्। अब हाम्रो चाहिँ धेरै बिहान हाम्रो फ्लाइट अब यहाँदेखि काठमाडौँसम्मको बिहान मात्रै छ। श्रीलङ्काको कोलम्बो एयरपोर्ट आइसक्यो। हाम्रो जस नेपालको जस्तै जस्तै छ यहाँको एयरपोर्ट चाहिँ। एकदम रमाइलो छ। हामी यहाँ ड्युटी फ्रीमा घुमिरहेछौँ बोर्डिङ पास लिएर। अब कता कता छ पानी खाने अनि पानी खोज्नु पर्यो खाना खाने ठाउँहरू खोज्दै। ल यो कुर्सीको यहाँ चाहिँ कुर्सीको हाइट चाहिँ मेरोभन्दा अग्लो छ है। कुर्सीको हाइट चाहिँ मेरोभन्दा अग्लो छ। बस्नु गाह्रो छ। यो चाहिँ भन्ने ठाउँ पनि हुनु नत्र त रातभरि त यो डलर त हिँड्छ नि पानी। हो यार सही हो यार। पानीमा जान्छ पैसा। एक गुटकीमा $2 जान्छ होइन। हाम्रो त त्यो यो चाहिँ श्रीलङ्कन टेस्ट बिरयानी है। यो चाहिँ कति ढिलो गरेर हामीलाई आउन मुखमा पानी आइसक्यो यार। थ्याङ्क यू। ल राजा सुरु गरौँ है त। कस्तो छ टेस्ट। The next day. 14 घण्टाको वेटिङ पछि हामी अब यहाँको लोकल टाइम अनुसार बिहान 8 बजे कोलम्बो टु काठमाडौँको फ्लाइट छ। के भन्नु छ गणेश? रमाइलो चलिरहेको होइन। बसाइ कोलम्बोको बसाइ रमाइलो भयो। यहाँको बसाइलो चाहिँ कस्तो लाग्ने ठ्याक्क चाहिँ नेपालबाट सिमलातिर जाने हुन्छ नि इन्डियामा काम गर्ने। अनि राति छोड्छ रातभरि बस पाउँदैन नि। अनि त्यही बस अड्डामा सोध्छ नि भैया बसा सुताइलो चाहिँ त्यस्तै भएको छ 14 घण्टाको। भिडियो बनाएको भए मजा आउँथ्यो होइन। त्यो भिडियो त बनाउनु पर्ने हो। यसरी हामी सुतेका थियौँ भनेर त भन्नु भल भने त भन्ने यार ल। A few moments later. हामी चाहिँ अब नेपाली एयरपोर्टको बसमा छौँ। आउने रहेछ। ठुलो जहाज भनेको हाम्रो त्यही होला। आइपुग्यो अब। ल हाम्रो चाहिँ अब नेपाली एयरपोर्ट आइपुग्यो। अनि यता अब मनी एक्सचेन्ज गर्दैछौँ होइन। तपाईँको
आयो 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 सरी आयो 1.5 देखि 2 घण्टापछि हामी इमिग्रेसन पास गरेर बाहिर निस्क्यौँ त्यसपछि सबैलाई रिसिभ गर्न सबैको आफ्नो फ्यामिलीहरु आउनु भएको थियो मलाई रिसिभ गर्न चाहिँ मेरो बुवा र भान्जा आउनु भएको थियो अनि हामी एकछिन बिजी भएर त्यसपछि केही समयमा हामी छुट्यौं अनि हामी चाहिँ होटलतिर लाग्यौं साथीहरु चाहिँ आफ्नो इष्टमित्रको घरमा जानुभयो